अध्याय 12 पदको 1 2 तिर हामीले हेर्यौं भने तैँले श्राप दिनेहरू श्रापित हुनेछ, आशिष दिनेहरू आशिष हुनेछ, त चाहिँ आशिषको निम्ति कारण बन्नेछ भनेर भनेको छ। आमेन। त्यसको भनेको मतलब के हो? श्राप पनि दिउने श्राप पनि लाग्छ, आशिष दिउने आशिष पनि लाग्छ, तर तिमी चाहिँ के हो? आशिष दिने हो। आमेन। आत्मामा हिँड्नेले आशिष दिन्छ। आमेन। आत्मामा हिँड्नेले चाहिँ सकारात्मक बोल्छ, आत्मामा हिँड्ने व्यक्तिले चाहिँ महिमालाई झार्छ। आमेन। 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 हामी आत्मामा हिँड्ने व्यक्तिहरू हो, हामी आत्मामा हिँड्ने व्यक्तिहरू हो। शरीरको अप्ठ्यारोलाई तपाईलाई शरीरको अप्ठ्यारोले रोक्दैछ भने तपाईँ शरीरमा छ, माफ गर्नु, तपाईँ प्राणमा छ, तर तपाईँ आत्मा गरेर तपाईँलाई रिसिभ गर्दै हुनुहुन्छ भने तपाईँ आत्मा हुनुहुन्छ। हामी आत्मा हो, आत्मा नभएसम्म तपाईँ चाहिँ आत्मासँग कनेक्ट हुन सक्दैन। किन? तपाईँ सँगसँगै बसेको साथीहरूको जीवनमा चाहिँ आत्माको अभिषेकले उनीहरू चाहिँ भरिपुरी हुन्छ। तपाईँ किन हुँदैन भन्दाखेरि तपाईँ आत्मामा तयारी भएको छैन। आत्मामा तयारी हुनुपर्छ। हामी आत्मामा तयारी भएपछि बाइबलले भन्छ आत्माद्वारा नचल्नेहरू के हो? नष्ट हुन्छ। बाइबलले भन्छ